ल आज हामी एउटा निकै चाखलाग्दो र महत्त्वपूर्ण विषयमा अलिकति गहिरिएर कुरा गरौँ है। हुन्छ, गरौँ न। हामीसँग केही सामग्रीहरू छन् जसले यो एलजिबिटिक्युआइए प्लस समुदायका व्यक्तिहरूको पहिचान, उहाँहरूको स्वभाव अनि अरूभन्दा के कुरामा फरक हुनुहुन्छ भन्ने विषयलाई विभिन्न कोणबाट केलाएको छ। हो, वैज्ञानिक, सामाजिक सबै दृष्टिकोण समेट्ने प्रयास देखिन्छ। हो, हाम्रो उद्देश्य चाहिँ यी सामग्रीबाट मुख्य कुरा के हो त्यो निकाल्नु हो। ल सुरु गरौँ है त। ल सुरुमै यो एलजिबिटिक्युआइए प्लस यो यति धेरै अक्षर छन्, यो खासमा के हो, कसलाई समेट्छ यसले? अलिकति सरल पारौँ न। यो राम्रो प्रश्न हो। LGBTQIA+ यो वास्तवमा एउटा छाता शब्द जस्तै हो। यसले यौनिक झुकाव र लैङ्गिक पहिचानको जुन विविधता छ नि त्यसलाई जनाउँछ। सामग्री अनुसार एल भनेको लेस्बियन, मतलब महिला महिला आकर्षण, जी भयो गे, प्राय पुरुष पुरुष आकर्षण, बी चाहिँ बाइसेक्सुअल, दुवै लिङ्गप्रति आकर्षण हुने, अनि टी ट्रान्सजेन्डर। ट्रान्सजेन्डर मतलब जन्मदाको लिङ्गभन्दा फरक पहिचान हुने होइन? हो, ठ्याक्कै। जन्मदाको लिङ्ग र आफ्नो अनुभवको लिङ्ग फरक हुने। अनि त्यसपछि त्यो क्युआइए र अन्तिममा प्लस पनि छ नि, त्यो के हो? क्यूको अर्थ क्वियर हुन सक्छ, मतलब जो परम्परागत परिभाषामा ठ्याक्कै फिट हुनुहुन्न, वा क्वेश्चनिङ पनि, जसले आफ्नो पहिचानबारे सोच्दै हुनुहुन्छ। क्वेश्चनिङ पनि हो। अनि आई भनेको इन्टरसेक्स। यसमा चाहिँ जन्मजात शारीरिक यौन विशेषताहरू जस्तो क्रोमोजोम वा अङ्ग त्यो ठ्याक्कै पुरुष वा महिला भनेर छुट्याउन नसकिने खालको हुन्छ। अनि एले चाहिँ एसेक्सुअल, मतलब कसैप्रति यौन आकर्षणै नहुने, वा एजेन्डर, कुनै लिङ्ग नै नभएको महसुस गर्नेलाई जनाउँछ। अनि त्यो प्लसले चाहिँ अब अरू धेरै पहिचानहरू छन् नि, प्यानसेक्सुअल, नन बाइनरी जस्ता, ती सबैलाई समेट्छ। यो विविधता एकदम फराकिलो छ र थपिँदै जान्छ भन्ने सङ्केत हो। बुझ्यो, यो त साँच्चै विविधताको इन्द्रिणी नै रहेछ। हो नि। अब सामग्रीले यी व्यक्तिहरूको स्वभाव, उहाँहरूको प्रकृतिबारे चाहिँ के भन्छ? के उहाँहरू आधारभूत रूपमा फरक नै हुनुहुन्छ त? सामग्रीले एकदम जोड दिएको कुरा के हो भने उहाँहरू हामी जस्तै सामान्य मानिस नै हो। फरक कहाँनिर भन्दा यौनिक आकर्षण कसप्रति छ वा आफ्नो लैङ्गिक पहिचान के हो भन्ने कुरामा मात्र हो। मतलब जस्तो एक समलिङ्गी पुरुष महिलाप्रति आकर्षित नभएर पुरुषप्रति हुनुहुन्छ, वा एक ट्रान्सजेन्डर महिला जन्मदा पुरुष अङ्ग भए पनि आफूलाई महिला भनेर चिम्नुहुन्छ। तर माया गर्ने, सम्बन्ध बनाउने, सपना देख्ने यी कुराहरूमा त उस्तै हो नि। तर कहिलेकाहीँ खै मान्छेहरू भन्छन् नि यो जैविक हो कि मानसिक हो कि, त्यस्तो केही छ त? सामग्रीले के भन्छ? जैविक रूपमा हेर्दा त्यो इन्टरसेक्स व्यक्तिहरूमा त शारीरिक भिन्नता नै भयो, होइन? तर अरू धेरै जसो LGBTQIA+ व्यक्तिहरूमा त्यस्तो खासै जैविक भिन्नता हुँदैन। मानसिक रूपमा त झन् यो कुनै रोग वा विकार त हुँदै होइन। त्यो चाहिँ एकदम स्पष्ट हुनु पर्यो। बिल्कुल। विज्ञानले पनि यौनिकता र लैङ्गिक पहिचानलाई मानव विविधताको एउटा सामान्य र प्राकृतिक पाटो नै मानेको छ। रुचि वा व्यवहारमा पहिचानसँग जोडिएका कुरा फरक देखिएला, तर जीवनका अरू पक्ष, पढाइ, काम, भावनाहरू सबै उस्तै हुन्। ठिक हो, यो स्पष्ट भयो। तर सामग्रीले एउटा अलि अन्ध्यारो पक्ष पनि देखाएको छ जस्तो लाग्यो। समाजको व्यवहार, उहाँहरूले भोग्नुपर्ने चुनौतीहरू, यसबारे केही छ? यो एकदमै गम्भीर विषय हो। सामग्रीहरूले प्रष्ट भनेका छन् कि धेरै समाजमा LGBTQIA+ व्यक्तिहरूले ठूलो भेदभाव, दुर्व्यवहार, कहिलेकाहीँ त हिंसा नै भोग्नुपर्छ। ओहो। अनि आफ्नै परिवारबाट पनि तिरस्कार। यही डरले गर्दा धेरैजना आफ्नो पहिचान लुकाएर बस्नुहुन्छ, एक किसिमको दोहोरो जीवन जिउन बाध्य हुनुहुन्छ। त्यसको असर त पक्कै नराम्रो पर्छ होला है? एकदम। मानसिक स्वास्थ्यमा गहिरो असर पर्छ। डिप्रेसन, चिन्ता, एक्लोपन, अनि दुःखको कुरा आत्महत्याको जोखिम पनि बढी हुन्छ भन्ने देखिन्छ। सुन्दा पनि नमिठो लाग्यो। यस्तो अवस्थामा केही गर्न सकिन्छ त? केही उपायहरू छन् कि?
छन्। सामग्रीले एकदमै व्यवहारिक कुराहरू सुझाएको छ। पहिलो त हरेक व्यक्तिको पहिचान र आत्मसम्मानको कदर गर्ने, उहाँ जे हुनुहुन्छ त्यसलाई स्वीकार्ने। सम्मान। हो। दोस्रो, पूर्वाग्रह नराखिकन उहाँहरूको कुरा सुन्ने, अनुभव बुझ्ने कोसिस गर्ने। सुन्ने बानी बसाल्ने। अनि तेस्रो, विद्यालय, काम गर्ने ठाउँ, मिडिया यस्ता ठाउँहरूमा उहाँहरूलाई सुरक्षित महसुस गराउने, समावेशी वातावरण बनाउने। यी साना साना कुराले पनि ठूलो फरक पार्छ। त्यसो भए आजको यो कुराकानीको सार निकाल्नु पर्दा LGBTQIA+ समुदायमा धेरै विविधता छ, तर उहाँहरू सबै हामी जस्तै मान्छे हौं। बिल्कुल। भावना, आवश्यकता उस्तै छन्। फरक भनेको पहिचान र अनुभवमा हुन सक्छ। अनि समाजमा उहाँहरूले गम्भीर चुनौती भोग्नु परेको छ। त्यसैले सम्मान, सुन्ने बानी र समावेशिता यी कुराहरू महत्त्वपूर्ण भएन त? एकदमै सही। र जाँदा जाँदै एउटा कुरा सोचौं न। हुन्छ। जब कुनै व्यक्तिले सामाजिक डरले गर्दा आफ्नो वास्तविक पहिचान, चाहे त्यो यौनिकता होस् वा लैङ्गिकता होस्, लुकाउन बाध्य हुन्छ, त्यसले उसको जीवनका अरू पक्षमा, उसको क्षमतामा, समाजमा उसले गर्न सक्ने योगदानमा कस्तो अदृश्य तर गहिरो असर पार्दो हो। यो असर यौनिकता वा लैङ्गिकतामा मात्र सीमित हुँदैन होला। यसले उसको समग्र व्यक्तित्व र सम्भावनालाई नै खुम्चाउँछ होला। यो कुराले व्यक्तिगत मात्र होइन, सिङ्गो समाजलाई नै कति नोक्सान पुर्याइरहेको होला, यसबारे सोच्नुपर्छ जस्तो लाग्छ।